उहाँले मेरो लुगा धोइदिएको पनि छ, मेरो लुगा पनि मेरो लुगा धुन उठाउन पनि उहाँलाई आपत्ति कहिले भएन। जुन दिन मलाई फुर्सद छ उहाँले सब गरिदिने, जुन दिन मलाई फुर्सद छैन उहाँलाई पनि फुर्सद छैन, त्यस्तो पनि अवस्था भएको छ। कतिचोटि तपाईँलाई कस्तो हुन्थ्यो भने 10वटा 20वटा मुद्दा बहस गर्नुपर्ने अवस्था आउँथ्यो वकिल हुँदाखेरि। त्यस्तो बेलामा उहाँ लापत्ता कहाँ होइन। हामीले होटेलबाट खाना मगाएर अनि खाएर हामी कोर्ट गएका छौँ, त्यस्तो भएको छ। त्यस्तो पनि छ। जे होस् रमाइलो हो र उहाँ चाहिँ एकदम कोअपरेटिभ हो, उहाँमा त्यो फिलिङ छैन। उहाँले मेरो लुगा धोइदिएको पनि छ, मेरो लुगा धुन उठाउन पनि उहाँलाई आपत्ति कहिले भएन, त्यस्तो चाहिँ फिल गर्नुभयो। मेरोहरू सम्मान जागे तपाईँको श्रीमानप्रति। हजुर श्रीमान तपाईँको श्रीमानप्रति मेरोहरू सम्मान जागे। कुनै दिन म यो प्रयत्न गर्न सक्छु कि तपाईँ श्रीमान र श्रीमानको श्रीमान सहित दुईजनासँग टकटकका लागि के फरक पर्यो र त्यसले हामीले बोलेका कुराले हाम्रो व्यवहारले समाजलाई के असर पार्छ भने त हामी त तयारै छौँ। त्यसलाई सकारात्मक